यसरी हामीहरू काम गर्छौँ गाइस आफ्नो खेती। हेलो साथीहरू, स्वागत छ तपाईलाई आजको फेरि नयाँ ब्लगमा। आज हाम्रो एकदमै विशेष दिन हो, धान रोपाइको पहिलो दिन। हामी आज हिलो माटोमा एकदमै धान रोपाइ गर्नेछौँ। साथीहरू अहिले ठ्याक्कै हाम्रो 7 बजेको छ। दिन यहाँ निस्केको छैन र साथीहरू मैले आजदेखि ब्लग बनाउन स्टार्ट गरेको छु। यो 30 दिनको च्यालेन्ज छ। तपाईहरू यो भिडियो हेरेर साथ दिनुहोला र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई प्रेस गरी नोटिफिकेसन अल गरिदिनु होला। साथीहरू हाम्रो यो आजको फर्स्ट दिन कस्तो रहनेछ सम्पूर्ण यो भिडियोमा देखाउने छौँ र साथीहरू हामी आजदेखि धान रोपाइ चालु गरेका छौँ। यो भिडियो अन्त्यसम्म हेर्नु होला। तो गाइज अब म चम्फा स्टार्ट गर्न जाँदैछु। हेर्न सक्नुहुन्छ यहाँ चम्फा राखिएको छ। अब यो चम्फा स्टार्ट गर्छु र त्यसपछि म हिलोमा लेवा गर्न जान्छु र साथीहरू तपाईले यो भिडियो अन्तिमसम्म हेर्नु होला। फाइनली साथीहरू अब म स्थानमा पुगिसकेँ। हेर्न सक्नुहुन्छ उतातिर मैले टेली पावर टम्पमा चालु गरेर छाडेको छु। अब यो चाहिँ हाम्रो लेवा गर्नुपर्ने छ। 1 2 3 4 5 6 उनीर लेवा गर्नुपर्ने छ र साथीहरू उता पनि भइसकेको छ हाम्रो। यता हाम्रो बुवा अगाडि नै गोरुहरूले लेवा गरेर लेवा गरिसक्नु भएको छ र लगाइसकेका छन्। मेरो चाहिँ फर्स्ट डे हो आज धान रोपाइ र हिलो माटोमा खेल्ने दिन आज मेरो फर्स्ट डे हो। साथीहरू यो भिडियोलाई हेर्दै गर्नु होला। फाइनली साथीहरू अब म हेर्न सक्नुहुन्छ यतातिर पुरै लेवा बनाइसकेको छु। अब रोप्ने मात्रै बाँकी छ। अलिकति बिहार पुगे छैन, त्यही भएर साथीहरू हामीहरू अहिले रोप्न चालु गरे छैनौँ। एकछिनपछि हामी बिहार काटिसकेपछि फेरि हामी यसमा बिहार रोप्ने काम गर्छौँ। र साथीहरू मैले भनेकै थिएँ हजुरहरूलाई यो सबै लेवा गर्नुपर्ने छ भनेर। हेर्न सक्नुहुन्छ 1 2 3 4 5 6 7 8 9 9वटा पुरै कम्प्लिट भइसकेको छ। अझै हाम्रो काम बाँकी छ। हेर्न सक्नुहुन्छ। फाइनली साथीहरू अब हामी खाना खाइसके। खाना खाएर अब फरुवा चलाउन जाँदैछौँ। कुना कुनामा अलि मिलाउनु पर्ने छ, त्यही मिलाउन जाँदैछौँ। बुवा चाहिँ उहाँ मिलाउँदै हुनुहुन्छ, अब म मिलाउन जाँदैछु। र साथीहरू आज धेरै घाम छ, धेरै गर्मी छ, पानी पनि पर्दैन। हामीहरू बोरिङबाट पानी लगाएर हामीहरू रोपाइ गर्दैछौँ। साथीहरू तपाईहरू उतातिर केबाट गर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। त अटिजनबाट गर्दै हुनुहुन्छ कि बोर्डिङबाट। अब हेर्न सक्नुहुन्छ यतातिर हाम्रो अलिकति बाँकी छ लगाउनलाई। यतातिर आज धेरै गर्मी छ, त्यही भएर मैले एउटा यो छाता लिएँ। अब यो छाता बाल्छु। अब यो छाता बाले साथीहरू हेर्न सक्नुहुन्छ यत्रो गर्मी छ। अनि फाइनली साथीहरू अब म पनि फरुवा चलाउन जाँदैछु। फाइनली साथीहरू अब हामी खाना खाइसके। खाना खाएर अब फरुवा चलाउन जाँदैछौँ।
कुना कुनामा अलि मिलाउनु पर्ने छ, त्यही मिलाउन जाँदैछौँ। बुवा चाहिँ उहाँ मिलाउँदै हुनुहुन्छ, अब म मिलाउन जाँदैछु। र साथीहरू आज धेरै घाम छ, धेरै गर्मी छ, पानी पनि पर्दैन। हामीहरू बोरिङबाट पानी लगाएर हामीहरू रोपाइ गर्दैछौँ। साथीहरू तपाईँहरू उतातिर केबाट गर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। त अटिजनबाट गर्दै हुनुहुन्छ कि बोरिङबाट। अब हेर्न सक्नुहुन्छ यतातिर हाम्रो अलिकति बाँकी छ लगाउनलाई। यतातिर आज धेरै गर्मी छ, त्यही भएर मैले एउटा यो छाता लिएँ। अब यो छाता बाल्छु। अब यो छाता बाले साथीहरू हेर्न सक्नुहुन्छ यत्रो गर्मी छ। अनि फाइनली साथीहरू अब म पनि फरुवा चलाउन जाँदैछु। साथीहरू अब म जाँदैछु बिहार काट्न। अलिकति बिहार पुगेको छैन होइन, त्यही भएर साथीहरू म बिहार काट्न जाँदैछु। मेरो बुढी एक्लै उहाँ काट्दै हुनुहुन्छ। अहिले म हजुरहरूलाई देखाउने छु। अब यो हेर्न सक्नुहुन्छ यो हाम्रो आँगन हो। आँगन ठ्याक्कै मैले यो चम्फाले ठ्याक्कै म लेवा गरेर आइसकेको छु। हेर्न सक्नुहुन्छ यो भर्खरै राखेँ मैले। अब चम्फा चलाउने बेलामा होइन मोबाइल समातेर यस्तो ब्लगिङ गर्न भन्दैन, किनभने हिलो माटोमा खस्यो भने फेरि हाम्रो नोक्सान हुन्छ। त्यही भएर साथीहरू म त्यस्तो बनाएन। हेर्न सक्नुहुन्छ यति हामीहरू बिहार काटिसकेका छौँ। अब यो हाम्रो बिहार हो। एउटा दुईटा तिन चार पाँच छ उइरा छ साथीहरू हाम्रो बिहार। हेर्न सक्नुहुन्छ धेरै राम्रो एकदम हरियाली राम्रो बिहार छ। आज यो साल एकदमै राम्रो बिहार छ। हेर्न सक्नुहुन्छ उहाँ बसेर काट्दै हुनुहुन्छ र यहाँ यता हेर्न सक्नुहुन्छ मुसा पनि लागिसकेको छ। यो मुसाको भाट हो, मुसा पनि लागिसक्यो बिहारमा। अब धानमा पनि लाग्ने काम गर्छ। यसलाई मारेर खानुपर्छ मुसालाई। त फाइनली गाइज हेर्न सक्नुहुन्छ यो यति काटिसकेका छौँ। अब फेरि हामी काट्नेछौँ। यहाँ हाम्रो बुधु अब फेरि स्टार्ट गर्छौँ गाइज। हेर्न सक्नुहुन्छ यो बिहार हाम्रो। साथीहरू हामी बिहार काट्दैछौँ। धेरै गर्मी छ, पुरै सुक्खा भइसकेको छ खेत पानी नपरेर। हेर्न सक्नुहुन्छ यो बिहार लगाएको ठाउँ हो। यत्रो ठुलो चिरा परिसकेको छ माटोमा। हेर्न सक्नुहुन्छ के गर्ने साथीहरू, पानी नपरेर धेरै दुःख दिन लागेको छ। अब बोरिङमा पनि पानी निस्किँदैन, यत्रो मोटो मात्रै निस्किन्छ, धेरै आउँदैन। फेरि अब यति निस्किन्छ सानो पलमा, धेरै निस्किँदैन बोरिङबाट पानी। अब दिनभरि पानी हालेर 2 उइरा 3 उइरा मात्रै जान्छ। के गर्ने गाइज। अब यो हामीहरू यस्तै बोरिङले पानी हाल्ने, धान रोप्ने, बिहा रोप्ने, यस्तै छ जिन्दगी साथीहरू हाम्रो। के गर्ने हो, यस्तै हो। अब यति हामी काटिसकेका छौँ। अब उता पनि छ हाम्रो, अझै हाम्रो 5 उइरा छ काट्नलाई। 5 उइरा खतम गरिसकेपछि मात्रै हाम्रो खेत सकिन्छ बिहार रोपेर। बादल लागे छैन गाइज। हेर्न सक्नुहुन्छ यत्रो गर्मी छ। यत्रो गर्मीमा हामीहरू काम गर्दैछौँ। तपाईँहरू पनि आउनुहोला हाम्रो काम गरिदिनलाई गाइज। कमन गाइज, कमन। तो गाइज अब हामीहरू जाँदैछौँ कोसम तुर्न। उता हाम्रो जङ्गलको ठ्याक्कै साइडमा कोसम फलेछ। यो कोसम हामीहरू तोड्न जाँदैछौँ। धेरै गुलियो हुन्छ गाइज कोसम। म हजुरहरूलाई देखाउने छु।
यति मिठो हुन्छ कि अब रुख कस्तो छ हैन रुख राम्रो चढ्ने खाले छ भने हामी म चढेर तोडेर ल्याउँछु छैन भने त्यस्तै केही हाँगा यही ढुङ्गाले हानेर अब झर्छ कि झर्दैन हैन गाइज म हजुरहरूलाई देखाउने छु फाइनली साथीहरू हामी कोसमको रुख पुगिसकेका छौँ हेर्न सक्नुहुन्छ यही रुख हो माथि फलेको छ ऊ धेरै माथि छ ऊ यति जोरले फलेको छ गाइज धेरै ओ माई गॉड गाइज कसरी चढ्ने हो अप्ठ्यारो त अप्ठ्यारो छ सानो सानो छ सानो सानो छ अब के गर्ने गाइज कसरी तोड्ने हो अब आइडिया लगाउँछु आइडिया लगाइसकेपछि साथीहरू म तोड्न जान्छु हैन राम्रो त राम्रो छ गाइज फलेको खै हेरौँ यतातिर अब साथीहरू हेर्न सक्नुहुन्छ यता कोसमको खोक्टा अनि साथीहरू हेर्न सक्नुहुन्छ वाह राम्रो छैन गाइज बाँदरहरू खाएछन् सबै कोसम बाँदरहरू खाइसकेका छन् अनि साथीहरू यो रुखमा कसरी चढ्ने हो धेरै मुस्किल छ चढ्नलाई के गर्ने हो कोसम त धेरै मिठो छ के गर्ने कसरी गर्ने म जुगाड पानी लगाउँछु त्यसपछि चढेर म हजुरहरूलाई मिठो गुलियो कोसम हजुरहरूलाई खुवाउने छु कट करोटा बुझ्यो अनि फाइनली साथीहरू म अब यो रुखमा चढ्न जाँदैछु अब के गर्ने कोसम खाना त आयो तर मेहनत गर्नुपर्छ कुनै पनि काम गर्यो भने मेहनत गर्नुपर्छ गाइस के गर्ने अब यस्तो कोसम खानको लागि त अनि बिन पटक कोसम बहुत पे कोही कहाँ छ यही रहेको थियो न बिन टमाटर सोच नहीं कराओ गाइस बिना पटक कोसम बा हाथ न दूर साथीहरू ऊ बीच देखाइ त वहाँ साथीहरू यहाँ देखाओ साथीहरू अब यो रुखबाट म माथि चढ्छु त्यसपछि म कोसम तोडेर तल खसाउने छु साथीहरू धेर नाटुर हो न कम टुर हो गाइस कसरी चढ्नु हो धेरै अप्ठ्यारो छ कोसम तर गाइस लागल बस्ने बुझ लागल बस्ने देखे सकबो गाइस एतना ऊपर गए गिला साथीहरू म कोसम तोडेर आइसके माथिबाट हेर्न सक्नुहुन्छ कोसम बिटोर कि नै हेर्न सक्नुहुन्छ यहाँ कोसम यति माथि चढेको थिएँ गाइस यो कोसमलाई यो कोसमको लागि हेर्न सक्नुहुन्छ यति राम्रो कोसम छ हामी बटोर्ने अनि जाने गाइस हेर्न सक्नुहुन्छ धेरै पाकेको छ सबै उठाउने मेहनत लागेको चिज हैन मेहनत गरेको चिज सबै उठाएर लग्छौँ हामी अब यो कोसम हेर्न सक्नुहुन्छ यति धेरै म माथिबाट तोडे यो हेर्न सक्नुहुन्छ यति फलेको छ कि कोसम हजुरहरूलाई कोसम थाहा छ कि नै मलाई त नेपालीमा खासै यो कोसमको बारेमा थाहा छैन किनभने नेपालीमा यो यसलाई के भनिन्छ हैन कुसुम भन्छन् कि कोसम भन्छन् थाहा भएन मलाई हाम्रो चौधरी भाषामा चाहिँ कोसम भन्छौँ सो गाइज अब हेर्न सक्नुहुन्छ यो कोसम यत्रो फलेको छ यी ओ माई गॉड तपाईहरु पनि खाना आउन सक्नुहुन्छ यता हाम्रो जंगलमा धेरै फलेछ मेरो बुढी हेर्न सक्नुहुन्छ मेरो बुढी झम्मा लम्मा खाँदैछन् युसकको उठाउन ते पाकल अत्र मिठ बा अत्र ऊपर से गिराइनु यार मेहनत लागल चीज मेहनत गरेको चीज छैन गाइस यो सानो सबै पाकेको छ यो पाकेको सबै झरिसक्यो मैले खाइछु खाएर के हुन्छ घर लग्छौ नि घर लगेर खाएपछि राम्रो हुन्छ
यहीँ खाएपछि त सबै के हो दाल पनि एउटैमा भात पनि एउटैमा उठाऊ भन्छु उठाउँदैनन् कस्ती बुद्धि रहेछन् मेरो कमेन्ट गरेर बताउनु गाइज मेरो बुद्धि कस्तो छन् खानालाई मात्रै पल्केको होइन खानालाई मात्रै पल्केको काम चाहिँ नगर्ने साथीहरू म कोसम तोडेर आइसकेँ माथिबाट हेर्न सक्नुहुन्छ कोसम बिटोर कि नै हेर्न सक्नुहुन्छ यहाँ कोसम यति माथि चढेको थिएँ गाइज यो कोसमको लागि हेर्न सक्नुहुन्छ यति राम्रो कोसम छ हामी बटोर्ने अनि जाने गाइज हेर्न सक्नुहुन्छ धेरै पाकेको छ सबै उठाउने मेहनत लागेको चिज होइन मेहनत गरेको चिज सबै उठाएर लग्छौँ हामी अब यो कोसम हेर्न सक्नुहुन्छ यति धेरै म माथिबाट तोडेँ यो हेर्न सक्नुहुन्छ यति फलेको छ कि कोसम हजुरहरूलाई कोसम थाहा छ कि नै मलाई त नेपालीमा खासै यो कोसमको बारेमा थाहा छैन किनभने नेपालीमा यसलाई के भनिन्छ होइन कुसुम भन्छन् कि कोसम भन्छन् थाहा भएन मलाई हाम्रो चौधरी भाषामा चाहिँ कोसम भन्छौँ सो गाइज अब हेर्न सक्नुहुन्छ यो कोसम यत्रो फलेको छ यी ओ माई गॉड तपाईहरू पनि खान आउन सक्नुहुन्छ यता हाम्रो जङ्गलमा धेरै फलेछ मेरो बुढी हेर्न सक्नुहुन्छ मेरो बुढी झम्मा लम्म खाँदैछन् यो सक्कु ठाउँमा चाहिँ पाकल अत्र मिठ बा अत्र ऊपर गिराइनु यार मेहनत लागल चिज मेहनत गरेको चिज छैन गाइस यो सानो सबै पाकेको छ यो पाकेको सबै झरिसक्यो खाएर के हुन्छ घर लग्छौ नि घर लगेर खाएपछि राम्रो हुन्छ यहीँ खाएपछि त सबै के हो दाल पनि एउटैमा भात पनि एउटैमा उठाऊ भन्छु उठाउँदैनन् कस्ती बुद्धि रहेछन् मेरो कमेन्ट गरेर बताउनु गाइज मेरो बुद्धि कस्तो छन् खानालाई मात्रै पल्केको होइन खानालाई मात्रै पल्केको काम चाहिँ नगर्ने फाइनली गाइज हेर्न सक्नुहुन्छ यति धेरै कोसममा बोकेको छु अब घर जाँदैछौँ काँधमा लिएर मेरो बुढी चाहिँ अगाडि हिँडेर जाँदैछन् हेर्न सक्नुहुन्छ बुढी पनि धेरै कोसम लिएर हिँडिराख्नु भएको छ अनि म पनि धेरै कोसम बोकेर हिँडिराखेको छु हेर्न सक्नुहुन्छ वाउ धेरै गुलियो छ गाइज मिठो छ गुलियो छ साथीहरू हेर्न सक्नुहुन्छ यो कोसम वाउ लम्मा खाने यो कोसम अनि गाइज यो नुन हो यो नुनमा लगाएर खाने यसरी गाइज हेर्न सक्नुहुन्छ यसरी गर्ने यसरी होइन अनि यसरी लगाउने नमक जम्मा उठा दिनु जा त्यहाँ खाक लाग्दैछ नुनसँग तो गाइज हेर्न सक्नुहुन्छ हामी जाँदैछौँ धान रोप्न अब यहाँदेखि हामी पोखरामा बिहार हालेछौँ किनभने धेरै घाम छ
हैन घामको कारणले गर्दा माथि बियार राख्यो भने सबै घामले सुकाइदिन्छ त्यही कारणले हामीहरू यहाँ पोखरामा बियार राखेका छौँ त्यो बियार निकाल्छौँ र जान्छौँ जहाँ लेवा गरिएको ठाउँमा धान रोप्न वहाँ हेर्न सक्नुहुन्छ त्यहाँ हाम्रो लेवा छ अब यो हो हाम्रो बियार देख्न सक्नुहुन्छ हामी पोखरामा राखेका छौँ यो बियार हो अब यो बियार निकालिसकेपछि हामी उता जान्छौँ गाइज उतातिर धान रोप्न यहाँ हेर्न सक्नुहुन्छ मेरो बुढी बियार निकाल्दैछन् हेर्न सक्नुहुन्छ यो सबै बियार निकालेर हामीहरू धान रोप्न जान्छौँ देखिसक्नु गाइज यी हो सिंगायर हेर्न सक्नुहुन्छ त्यो सिंगायर भन्दैछन् सिंगायर हो भनेर अब गाइज म बियार निकाल्दैछु हेर्न सक्नुहुन्छ यो कारणले पुरै सुकाइदिएछ यी सबै सुकाइदिएछ त्यो पक्रोटे निकाल्नु गठेधारो न यहाँ लब्दा गाइज हेर्न सक्नुहुन्छ सबै यो सबै निकाल्ने हो गाइज हेर्न सक्नुहुन्छ यसरी यसरी सबै निकालेर फेरि यो पानी सबै झरिसकेपछि यो पानी हामी बोकेर त्यहाँ बिया रोप्ने ठाउँमा लाग्छौँ गाइज हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ यो गाइज सिंगायर हो यसलाई सिंगायर भन्छौँ हामीहरू यसको यो दाना यसको भित्र हुन्छ हैन यो खाएपछि हैन यो खाए यसको भित्र हुन्छ ठुलो ठुलो हुन्छ अनि यसको भित्र लाग्छ दाना यसको भित्र दाना लागिसकेपछि हैन हामीहरू पकाएर खान्छौँ धेरै मिठो हुन्छ गाइज हेर्न सक्नुहुन्छ यो डाँठमा हुन्छ गाइज यो डाँठमा एउटा पात हो यो डाँठमा हुन्छ के यो डाँठमा सिंगायर धेरै छ गाइज पोखरामा हाम्रो अब यो सबै बियार निकालिसकेपछि फेरि हामी गाइज एउटा पक्र ओ माई गॉड धेरै गहिरो छ गाइज वाउ धेरै गहिरो छ हेर्न सक्नुहुन्छ यो हाम्रो बियार यो हाम्रो बियार हो गाइज यो सबै बियार माथि निकाल्दैछु म निकालिसकेपछि हामी धान रोप्ने हो गाइज यो हेर गाइज ओ माई गॉड यता गर Oh my god. अब ऊ पाछु निकाला पाप अनि गाइज हेर्न सक्नुहुन्छ म 80 निकालिसकेँ अब यो बोकेर माथि त्यहाँतिर रोप्ने ठाउँमा लाग्छौँ हामीहरू अहिले पानी निस्किन्छ यसबाट पानी निस्किन्छ अनि हामीहरू बोकेर लाग्छौँ गाइज
यसरी सबै मिलाउँछौँ हैन। मिलाइसकेपछि हामी फेरि राख्छौँ गाइस। हेर्न सक्नुहुन्छ यो हो हाम्रो खेत, यो हाम्रो बियार हो, बियार रोपेका छौँ। हेर्न सक्नुहुन्छ यो बियार, यो सबै बियार, यो जुन हरियो हरियो देखिँदैछ यो सबै बियार हो। यो सबै रोपिसकेपछि मात्रै हाम्रो खेत सकिन्छ गाइस। गाइस हेर्न सक्नुहुन्छ। वाउ, यो हो बियार, बियार हाम्रो बेबी। बेबी सुतेर उठ्यो, सुतेर उठिसक्यो। अनि किन रोएको? नरुने नरुने है, नरुने, रुनु हुँदैन। तो गाइज अब यति धेरै बियार लग्छु म र रोपाइ चालु हुन्छ हाम्रो गाइज। यो हाम्रो चम्फा हो, यसैबाट हामीहरू लेवा गऱ्यौँ। हेर्न सक्नुहुन्छ हाम्रो आँगन अनि हाम्रो खेत अनि हाम्रो घर। कहाँ राख्ने हो? हाँ, कहाँ राख्ने? हाँ, अब यतै राख्ने हो। यही लेवा गरेछ गाइज, यो लेवा गरेको ठाउँमा राख्ने अनि हामी रोप्छौँ बियार। हेर्न गाइज यो हो गाइज हाम्रो लेवा गरेको। एउटा, दुईटा, तिनटा, 4, 5, 6, 7, 8, 9, 10, 11, 12वटा छ लगाउनु पर्ने हाम्रो। गाइज म थाल लिन आएको छु। हेर्न सक्नुहुन्छ यहाँ थाल छ, यो थाल लेवा गर्नलाई। उता बुवा लेवा गर्दैछ, त्यो लेवा गर्नलाई। कहीँ कहीँ पानी सुकेको छ, त्यही सुकेको ठाउँमा पानी हाल्नलाई यो थाल हो। गाइज उहाँ हाम्रो बुवा किलवाही लगाउँदै हुनुहुन्छ। अनि पानी त सुक्यो गाइज, के गर्ने हैन। बोरिङले चलाएको पानी हो यो, सबै पानी सुक्यो। यहाँ हेर्न सक्नुहुन्छ पानी जत्ता छ गाइज। हेर्न सक्नुहुन्छ हाम्रो गोरु अनि किलवाही लगाउँदै हुनुहुन्छ हाम्रो बुवा। हेर्न सक्नुहुन्छ यसरी हामीहरू काम गर्छौँ गाइज आफ्नो खेती। गाइज यहाँ थाल राखेर म जाँदैछु। हाँ वाह हुइते उहाँ उइरमै खेलै पनि गर्नु। हाँ त्यो पानी हट के हल्का हल्का वो करा दे, सूख जाए तो सूख जाए। अब का कहूँ मैं, का होते वहीं। कोदो वहाँ धर गाइस
हिलो माटोमा खेल्ने अनि बिया रोप्ने हेर्न सक्नुहुन्छ गाइज यो हो हाम्रो वरिपरिको वातावरण यो सबै फाइनली गाइज अब हामी स्टार्ट गरिसकेका छौँ धान रोप्नलाई हेर्न सक्नुहुन्छ यता पनि रोपिसक्यौँ यो उताको सबै रोपिसक्यौँ अब यो रोप्दैछौँ हेर्न सक्नुहुन्छ यतातिर यो सबै रोप्नु पर्ने छ लोटे लगाऊ एक दुई चौ अब गाइस म पनि रोप्न जाँदैछु दत्के पक्रो दोनों हाथ से दीदी अच्छी धान दे मोबाइल धारक का नाम लेता हूँ गाइस हामी लगाउँदैछौँ यो बिहार यसरी लगाउने टेक्नोलोजीको जमानामा गाइस मसिनहरू त धेरै छन् हैन तर हामीहरू किन्न सकेनौँ मसिन अब हातले लगाउँदैछौँ गाइस हेर्न सक्नुहुन्छ आधी गर्ने दुईटा एक मुठा लिएर दुईटा बनाउने पछाडि राख्ने पछाडि राखिसकेपछि यसरी लाउने साथीहरू हेर्न सक्नुहुन्छ यसरी लाउनु पर्छ बिहार लाउने गाइस एकदमै सीधा सीधा लाइन हुन्छ गाइस मसिनले रोपेको जस्तो एकदम सीधा सीधा लाइन गर्ने अनि रोप्ने यसरी धान पनि धेरै फल्छ हेर्न सक्नुहुन्छ यसरी गर्ने अनि सबै यसरी गर्ने यसरी अब सकियो गाइस फेरि हेर्न सक्नुहुन्छ हिलो माटोमा एकदम राम्रो लाग्छ काम गर्दाखेरि साथीहरू सकियो एक मुठा सकियो लाइक गरिदिनु होला फाइनली साथीहरू अब मेरो ड्युटी अर्कै ठाउँमा भयो यति लगाइसके हेर्न सक्नुहुन्छ यो एउटा दुईटा तीनवटा 4 5 वटा 6 7 8 9 10 वटा लगाइसके हैन अब 6 मिरा मात्रै बाँकी छ हेर्न सक्नुहुन्छ यो 10 मिरा लगाइसके अनि यता चाहिँ अगाडि लगाइएको थियो हामीहरू पानी आयो हैन बेसरी पानी आयो त्यतिखेर हामीहरू यतातिर लगाइसके त अनि हरियर हुन लाग्यो हेर्न सक्नुहुन्छ साथीहरू तपाईलाई हाम्रो यो फर्स्ट दिन हाम्रो हैन यो कस्तो लाग्दैछ साथीहरू तपाईले कमेन्ट गर्नु होला तपाईहरु आफ्नो ठाउँमा लगाउँदै हुनुहुन्छ कि हुनुहुन्न साथीहरू प्लिज कमेन्ट गर्नु होला
फाइनली साथीहरू मेरो ड्युटी फेरि जोइन भएँ। अब बजार गएको थिएँ हैन, अलिकति नुन सकिएको थियो र के भन्छन् यो सोयाबिन लिन गएको थिएँ। अब फेरि हेर्न सक्नुहुन्छ, अब फेरि अब बोरिङ चलाउनको लागि हेर्न सक्नुहुन्छ। अब अर्को ठाउँमा पानी चार्न जाँदैछौँ। यो खोल्ने हो। अब यो खोलिसकेपछि फेरि अब यो पाइपमा पानी छ, त्यही भएर साथीहरू यो खोल्दैछौँ। यो अब यो पाइपमा भएको पानी सबै निकाल्ने हो। अनि निकालिसकेपछि फेरि पाइप हामीहरू अन्तै लग्छौँ। अन्तै लगिसकेपछि फेरि हामीहरू पानी हाल्ने तयारी गर्छौँ गाइज। हेर्न सक्नुहुन्छ यो पुरै कसिएको थियो। यो हाम्रो मोटर हो, हेर्न सक्नुहुन्छ। अब खोलिदिन्छु, खोलिसकेपछि यता गर्ने हो गाइज। हेर्न सक्नुहुन्छ यसरी गरे। अब बुवा चाहिँ उहाँबाट पानी दुहुँदै माथि यहाँ ल्याउने हो। हेर्न सक्नुहुन्छ पानी आउन लाग्यो कि, हेर्न सक्नुहुन्छ गाइस। यसरी पानी आउँछ। अहिले एकछिन पछि आउँछ। उताबाट पाइप दुहुँदै आएपछि बुवाले हेर्न सक्नुहुन्छ यताको हरियाली एकदम छ है, हेर्न सक्नुहुन्छ। ले बीच कैले तू तो डाइफ आ गेल तगड़े जन ही कहाँ खेत हम बताएंगे। पानी आई देखा मोबाइल पर नाच रहा ना, पानी भी लेना चाहिए। फाइनली गाइज अब सकिए हामीहरू पाइप दुहेर, हेर्न सक्नुहुन्छ। अब सोचले जाप्ना पाइप कम लागि है, पाइप पुग जाई। अब गाइज हामीहरू पाइप लगाउँछौँ। पाइप लगाइसकेपछि यो मोटर चालु गर्छौँ गाइज। हेर्न सक्नुहुन्छ यो हाम्रो हो सानो मोटर, यो चाहिँ ठुलो मोटर हो। यो ठुलो मोटरमा चाहिँ साथीहरू यो बोरिङबाट जुन आएको छ यहाँबाट पानी छोडिदिन्छ हैन, टाइममा पानी छोडिदिन्छ। त्यही भएर हामीहरू यो मोटर नचलाएर यो सानो मोटर चलाउँदैछौँ। सानो मोटरमा पनि एकदम फोर्स दिन्छ पानी। यो मोटर भन्दा यो मोटर राम्रो देखिन्छ हैन, त्यही भएर साथीहरू हामीहरू त्यो मोटर नचलाएर यो मोटर चलाउँछौँ गाइज। अब गाइज हामीहरू यो पाइप लगाउन जाँदैछौँ। अब सिधै लगाउँछौँ पाइप, यो सिधा लगाउँछौँ। हेर्न सक्नुहुन्छ। फाइनली साथीहरू अब हामीहरू पाइप लगाइसकेका छौँ। हेर्न सक्नुहुन्छ यहाँबाट सिधै लगायौँ, डाइरेक्ट वहाँसम्म जाने। अब मोटर चालु गर्छौँ। मोटर चालु गरिसकेपछि साथीहरू हाम्रो आजको फर्स्ट डे रोपाइ खतम हुन्छ साथीहरू।